So hey guys, welcome back to my channel. Another video is my Kallu IT vlog. आज पनि के छ पनि गाइस यस्तै छ। अब नयाँ नौलो भन्नु केही छैन। आफ्नै गाउँघर घुमेको त्यति त हो नि गाइस। अब बाहिरतिर गइयो भने मात्र हो, नत्र त यही आफ्नै गाउँघर घुमघाम मात्र साथीहरू। यस्तै छ हैन। त्यता हाम्रो बाले काम गर्दै रहेछन् चट्टाबारमा। अर्ग्यानिक मालहरू छन् गाइस, लोकल भालेहरू। ससुरो मेरो भाइ है ल, यता हाम्रो घरवाले चाहिँ काम गरिरहन्। हँसिया बनाउँदैछन् है गाइस। हँसिया चाहियो भने भन्नु होला। बा यता हेर्देऊ। हँसिया चाहियो भने भन्नु होला है गाइज। ससुरो मेरो भाइ खसा भन्छ त। कल्लू का लिया दिल ना लिया गोरा है मगर मैं ऐसा काला हो गया। कोनिचिवा तेरे बाउ गिचरा यस्तो गाइजहरु हैन। हामी चाहिँ यता मासतिर आएर मस्त बस्छु हैन, दिउँसोरी टाइम पास गरेर। अब चाहिँ हामी मासतिर पुरै अब यसो हजुरहरुलाई मासतिरको गाउँ पनि देखाइदिन्छु। यतातिर मिठो छ हैन, भ्यू चाहिँ मिठो छ चट्टापारामा। यतातिरको चाहिँ हेरौँ पुरै घारीहरू गाइज हैन। अब हामी पुरै मासतिर गइन्छ चट्टापारामा। के गर्नु, यस्तै छ साथीहरू जिन्दगी। गाह्रो छ नि हो, काम साम छैन। अब घरको लेक्चर सुन्यो बस्यो हिँड्यो, यस्तै हो। हाम्रो दाइहरू आउँदै हुनुहुन्छ पछाडि चाहिँ होइन। चट्टापारामा अब माथि गइन्छ हजुरहरूलाई चाहिँ है गाइस। अब माथि पुगेपछि भेट्छ होइन हजुरसँग। अब हजुरहरूलाई अब हामी भलिबल खेल्ने ग्राउन्ड पनि देखाउँछु चट्टापारामा, सबै देखाउँछु। अब हाम्रो मरगाम पनि पुरै हजुरलाई सब देखाइदिन्छु, उता डाँडाहरू सबै होइन गाइज। ल चट्टापारा गाइज, हामी चाहिँ मासतिर आइसक्यो चट्टापारामा। अब हाम्रो घरहरू सबै आइसक्यो होइन मासतिर मरगामको। अब यो चाहिँ हाम्रो अब ओल्ड गोड। यो चाहिँ हाम्रो पुरानो पानी टङ्की होइन गाइज। पहिला चाहिँ यहीँबाट हामीले पानी खाइन्थ्यो। अहिले चाहिँ हाम्रो मासतिर छ टङ्की, वहाँ माथि डाँडामा छ। हामी यहाँभित्र छिरेर नि पौडी पनि डेन्जर खेल्थ्यो होइन गाइज। के गर्नु, यस्तै छ जिन्दगी। सुलुलु सुलुलु कोनिचिवा आरिगातो गोजाइमास। ल हाम्रो गाउँ चाहिँ मासतिरको आइसक्यो होइन गाइज। ल अब ल है गाइज, यो चाहिँ हाम्रो मासतिर मरगाम है चट्टापारामा। त्यहाँ तल चाहिँ हाम्रो स्कुल छ। मासतिर आइसक्यो हामी चाहिँ होइन। अर्ग्यानिक मालहरू छ होइन गाइजहरू। लोकल बाख्राहरू, लोकल मालहरू सबै। यहाँ चाहिँ आँप फल्दैछ होइन गाइज, लोकल जस्तो दिँदै। यता हाम्रो हजुरआमाहरू हुनुहुन्छ होइन गाइज। मासतिर आइसक्यो। घुम्दै हिँडिराखौँ हामी चाहिँ। तपाईँहरूलाई देखाउन पऱ्यो, यसो मनोरञ्जन गर्न पऱ्यो गाइज। त्यही भएर हामी चाहिँ मासतिर गाउँघर घुम्दै हिँडिराखौँ। सो अब के गर्नु। त्यो चाहिँ हाम्रो यता प्रवीण विश्वकर्मा हुनुहुन्छ यता चाहिँ भ्लगर सर। तपाईँको भ्लग अन गर्ने होइन सर, नगर्ने आज। ल प्रवीण विश्वकर्मालाई नि गाइज सबैले सब्सक्राइब गरिदिनु होला है गाइज। यसो हाम्रो प्रवीण दाईलाई नि सबले सपोर्ट गरिदिनु होला। हाम्रो दाईको नि भ्लग आइरहेको छ होइन, आइरहेको छ बेला बेलामा। हामी यता उकालो चढ्दैछौँ। अब हाम्रो चाहिँ भलिबल मैदान पनि आउनु लाग्यो गाइज होइन। यो चाहिँ हाम्रो पुरानो 3 ताले पनि हो गाइज। अझै पहिला कौरा नचाउने घर पनि यही हो। हामी बच्चा हुँदा चाहिँ कौरा हेर्न आइराखिन्थ्यो। अहिले चाहिँ यहाँ कोही पनि बस्नुहुन्न, त्यही भएर घर चाहिँ यस्तो भइरहेको। हामी मासतिर मैदानमा आइसकेका। अर्ग्यानिक मालहरू देखाइसकेको छु मैले। अर्ग्यानिक मालहरू पनि देखाइसकेँ।
हो त्यही त हेर्दै हिँड्नु आज बेलुका हामी लिँदा नि आज क्युकम्बर हो क्या हो त्यो छ पानी परे हो बाटोमा पानी जम्मा सुरज नेपाली कुखुरा चोरेको यसले चाहिँ ज्ञान सिकाइरह कुखुरा चोरेको सबै चोरेको त्यो सुरज नेपालीले हाल्छ नि त गाइज हामीलाई पनि त्यस्तै हाल्नु पर्छ भनिरह तर हामी चाहिँ त्यस्तो चोर्ने बानी छैन गाइज अब हाम्रो सुनिल दाई चाहिँ होइन अब जम देखाउन गइरहनु भएको छ हाम्रो सुनिल ए यस यस बिबराली भ्लग ए एसबिवाइटी 0 ल स्पाइक हेरिदिउँ स्पाइक ल छिटो छिटो फर्ममा आउनु पर्यो म नि हान्छु है एक सर्ट गाइज ल तपाईँहरूलाई मैले नि एक सर्ट हानेको देखाउँछु ल सुनिलाई यहाँ आउनु त साथमा म एउटा हान्छु खतरा ल है गाइज हामी चाहिँ मासतिरबाट होइन तलतिर झरिसकेका छौँ यो चाहिँ हाम्रो च्याचुल डाँडा हामी पहिला पहिला गइन्थ्यौँ भैली खेल्न अहिले चाहिँ अहिले ठ्याप्पै भएको छ गाइज हामी गइन्छ देख्न सक्नुहुन्छ अब यहाँ हेर्नु भ्यू हेर्नु गाइज भ्यू वाउ छ गाइज वाउ त्यहाँनिर बाटो बन्दैछ भने गाइज तलतिर घर बन्दैछ के गर्नु यस्तै छ जिन्दगानी गाइजहरू भ्लगको लागि साथीहरू घुमे गर्न पर्छ गाइज यस्तै हो के गर्नु देख्न सक्नुहुन्छ यो तलतिर चाहिँ हाम्रो पुरै खोलाहरू छैन गाइज खेतहरू यिनीहरू चाहिँ होइन हामी वहाँ तल गहिरोमा पौडी खेल्न पुगिन्थ्यो गाइज होइन यसपालि तपाईँहरूलाई होइन अब आउने शनिबारै अहिले हामीलाई गाह्रो हुन्छ भ्लग हाल्नु चाहिँ होइन गाइज हजुरहरूलाई आइतबारको बिचमा चाहिँ हुन्छ नि हामी यहाँ फिस हन्टिङ भ्लग देखाउँछौँ गाइज हामी चाहिँ अब यो आउने शनिबार माछा मार्न जाँदैछौँ तपाईँहरूलाई त्यो पनि भिडियो देखाउनेछौँ हामी होइन गाइज चट्टपारामा हामी फेरि अब आइसक्यौँ तल फेरि पनि आइसकेका छौँ हाम्रो ठुलाबाको दोकानमा होइन यता हाम्रो हुनुहुन्छ एसपी हामी फेरि आइसकेका छौँ आज पानी परेको कारणले हाम्रो अर्ग्यानिक झिरिङ्गा चाहिँ देखाउन सकेन होइन गाइजहरू यस्तै छ के गर्नु हाम्रो ठुलाबा अहिले नि ठुलाबा दोकानमा सुतेर बस्नु भएको रहेछ हाम्रो मालिक सेक्युरिटी गार्ड राख्नु भएको रहेछ खैरे ठुल्याड्स आउनु भइसक्यो हाम्रो ठुलाबा फेरि पनि दोकानमा मालिक हाम्रो ठुलाबा भाइरल हुनु भइसकेको छ गाइज ल हाम्रो ठुलाबा भाइरल हुनु भइसक्यो हाम्रो ठुलाबालाई सबैले ठुलाबाको दोकानमा आएर सबै सामानहरू लिइदिनु होला होइन खै कति कुन चाहिँ कति 110 चिउरा लिइसक्यौँ गाइज हामी चाहिँ होइन दालमोट चिउरा मिसिएको सिधै चिउरा यस्तो नलान्नु न यो भुजा मिसियो कि यसमा त्यही भएर त्यही लगाइदियो भने राम्रो हुन्छ खै कस्तो मसिनो भने त्यो 10 रुपियाँ हाल्यो कि 20 रुपियाँ त्यत्रो पनि 20 रुपियाँ हो अब भैयाले ठगे जस्तो छ गाइज होइन अब यसको कति हो रेट हजुरहरूले पनि भनिदिनु होला यत्रो सानो छ इत्रीको पोको भने के गर्नु यस्तै छ अब जतिमा आयो त्यतिमै किन्नै पर्यो बाध्यतै छ बाध्यतै भन्नु के हान्यो त नि अब हामी चाहिँ चोखपन खाइदिउँ न त कति हो एउटालाई 10 रुपियाँ चाख्ने हो र एकदम ल यो ल्याउनु नि त कतिजना छौँ हामी 2-4 जना 4वटा पुछिदिइहाल्छु म यहाँ छ त ल्याउनु नि त 4वटा निकाल्नु ल एउटा 2 4 5 रुपियाँ सेन्टर फोटो 4वटा लाउनु 40 रुपियाँ
त्यही गरेर खानु बनाउँछ अब हामी चाहिँ त्यहीँ गएर खान्छौँ होइन 4वटा लिइसक्यौँ हामीले यो वाउवाला चोकपन 20 - 20 गाइज यस्तै छ। अब अहिले सेन्ट्रल लिनुभयो जाम हामी पनि अब चट्टो बाटोमा ट्र्याक्टर आएको छ गाइज। अब दाइ आउँदै गरेर हुन्छ लोकल मालहरू देख्न सक्नुहुन्छ। यस्तै छ घुमघाम गऱ्यो हिँड्यो हल्लियो हिँड्यो खायो गाइज होइन। माल लिइसकेका छौँ माल चोकपन है गाइज। चोकपन 10 रुपियाँ खाले अहिले चलेको नयाँवाला 2020 वाला है त। ल चट्टो बाटोमा आइसक्यो अर्ग्यानिक माल ल लाउँदिनुहोस् है। अब हाम्रो सुनिल दाई चाहिँ आउँदैन हुन्छ। अब सुनिल दाईलाई पनि दिन्छु म एउटा होइन। त्यसपछि हामी चट्ट उता आउनु भइसक्यो हाम्रो दादा नि चिउरा लिएर। लाउनु ल है त गाइज अब घरतिरै गएर भेटौँ ल। अब हामी एकछिन त्यही बस्छौँ है त। सो गाइज हामी चाहिँ न्यारगामतिरबाट होइन यतातिर आइसक्यौँ। यता हाम्रो डाक्टर राजकुमार घर छ होइन गाइज। अब हामी चाहिँ चटपट खाना जान हिँडेको यस्तै छ। यो चाहिँ हाम्रो मकैबारीहरू मकै खेतीहरू भइरहेको छ गाइज होइन। हामी चाहिँ अब मनदीप सरकोमा चटपट खाना गइरहेको छौँ। अब गएर फेरि चटपट मैले बनाउने गाइज। यो सुनिलाई अहिले गएर चटपट बनाएको भिडियो बनाउनु पर्छ है। हामीलाई पिरो चुवास भने मैले त अनि चटपट बनाउने गाइज। हाम्रो यो ध्यानुगामको बाटो चाहिँ हुन्छ नि ल। अब हाम्रो नेता सरले हेर्न पर्यो यो बाटो बनाउनु पर्यो। धान रोप्न मिल्छ गाइज। धान रोप्न चाहनुहुन्छ भने यो बाटोमा आउनु होला फेरीमा सबैलाई गाडी बन्द गरिदिने ठ्याप्पै। बाटो बन्द हो मासतिरबाट हिँड्छ गाडी। अर्को बाटो पनि छ गाइज ढुक्क टेन्सन छैन। हाम्रो डाक्टर राजकुमारको घर चाहिँ आइसक्यो। हाम्रो राजकुमार सर घर नि आइसक्यो होइन गाइज। डाक्टर राजकुमार हस्पिटल हाम्रो राजकुमार सर चाहिँ बाहिर हुनुहुन्न। ल है गाइज स्कुलमा चाहिँ हल्ला गरिरहन् श्री कामधेनु। सुनिल दाइ जापानिज भाषामा पढिदिनु त श्री कामधेनुलाई। एकछिन यहाँ साइलेन्ट श्री काम ओइ पर्विन चुप लाग्न सुनि जापानिज भाषामा पढिदिनुहुन्छ। ए ल धाबी कमी ये धम नुधे का नुधे मका श्री छिली हो कि ऋषि। लगाइज हाम्रो जापानिज भाषा जापानिज जस्तै हुन्छ कि नेपालीले उल्टो गरेर पढिन्छ। यसलाई धामी कमी या धामी कमी या धामी नुधे मका छिली जापानिज हो कि पुरै आज भोलि हामी फेरि तल्लो बाटो अमेरिका जाने तल्लो बाटो। अमेरिका हिँडेम त तल्लो बाटो हुँदै भन्ने छ। घर सम्झेर देश सम्झेर रुँदै। ल है गाई जिप आइसक्यो। अब हामी जिप रोकेर चल्दिन्छ मुस्तै परे। जिप होइन के पेलेन भन्न। पेलेन हाम्रो मर्सिडिज आयो गाइज मर्सिडिज। ल है गाइज हाम्रो सरजी नै आउनुभयो। ब्लगर कान्छ म यु दारी। हाम्रो मनदीप सर चाहिँ कता जानुभएको छ कुन्नी। यहाँ चाहिँ हाम्रो मनदीप सर चटपट बनाएर बस्नुहुन्छ गाइज। ताक्ले भ्लग यताबाट नि आइसकेको छ गाडीहरू होइन चट्टाचट। यताबाट हाम्रो स्कुल गर्नु यस्तै छ जिन्दगी। मनदीप ए बिडु ओए मनदीप यता हाम्रो जोजो ओए भाइ जोजो उठ हात दे जोजो। ल गाइज हामी चाहिँ आइसक्यो। ओए मनदीप ओए भाइ तक्ले
यो चाहिँ हाम्रो भुवनसिंह विश्वकर्मा पुसाइको दोकान। ओए मनदेव चट्ट लाएर कल्लु ब्लग्सले यहाँ चटपट बनाउँदैछ। चस्मा लानु चस्मा लगाऊ न जी, चश्मा लगाओ न जी। चश्मा लगाओ, तुम चश्मा लगाओ, उसके बाद दांत दिखाओ, ब्राइटनेस खुद का खुद बढ़ जाएगा। दादा यार हदिने ठीक छ नि। कलर हाल्ने हैन फुड कलर है, कलर हाल्दिनु, कलर हालेको ओसिन्छ। हाम्रो दोकानको साउनी मालिक नि मालिक नि, मालिक ओ मालिक हेर न त फ्रीमा खान लाग्यो, पैसा तिर। ल ल ल ल ल ल अलि दाइज उता बाजे हाँस्नु भयो। ल झाले ए अमिलो झालेर मालेर निम्बु र प्याज। हजुर मा वात्तासिनो कोन्नी। ए भाइले चाहिँ चट्ट है ओ चर परे चर परे चर परे। त्यो झालेर मालेर गर न, हाँ झालेर मालेर, पर्खिनु न मैले डाइरेक्ट बिर्सेँ यार। झालेर मालेर। झालेर मालेर निम्बु र प्याज जयपुरको स्वाद। अमिलो पिरो नुन खुर्सानी डालेर झालेर मालेर निम्बु र प्याज अदरकको स्वाद जयपुरको प्याज। अमिलो होइन के हजुर, अमिलो होइन के हजुर, के हजुर। कडा दिन्छ कल्लु ब्लकले चाहिँ। खै यसमा त केही कलरै आउँदैन त अलिअलि पनि यार। फुड कलर हालेकै छैन। यो चटपटे जस्तो मान्छे चाहिँ छटपटे बनाएको चटपटे बवाल बनाए जस्तो छ है। बास्ना चाहिँ मिठो आइरहेको छ। अब चाहिँ हामी चट्ट लाएर चटपटा खानेछौँ। यही हाम्रो प्रदीप दादा ऊ बाजे हुनुहुन्छ उता। भाइ भाँडामा हाल्न, भाँडा हाल। नबजार कि भान्जी उठ्छिन भित्र, नबजा न। कल्लु भाइ गाई चटपट बनिसकेको छ। चट्ट बारमा अब हामी भाँडामा हालेर ल्या म दिन्छु। चट्ट पारामा चटपट खानुपर्छ अब चाहिँ होइन। हामी चाहिँ अब थोरै चना खाइदिउँ। डाइट डाइट ठ्याक्कै नाइटो गाडेको मान्छे आइसक्यो खाने बेलामा ठ्याक्कै। अघिसम्म चाहिँ कहाँ लुकेको थियो, च्याट्ट खाने बेलामा आइगयो एकाउन्टेन्ट। खान्छस् जो आगर आगर। यसले च्याप्पै भेट्छ यसरी खान्छु। ल आगर आगर जो 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 आगर। जो जो मेरो भाइ, ससुर हो मेरो भाइ, ससुर मेरो भाइ हो कि। चटपट आइसक्यो। बस राख्न धोती बस्न मन लाग्छ। फर्जी खाऊ न, जानु भयो। कस्तो बनाएर रिभ्यू रिभ्यू कस्तो लगाइदिनुहोस्। खानदानी चटपट सबै दिमागको धोतीले बनायो भने मिठो भयो। दबाउ सबै ट्वाक्कै छ। साथीहरू सबै मिलेको। ओए भाइ भुक्छस्। कपिलको ससुर भाइ। गाइजहरू बल खेलेर आउँदा ढिलो भयो होइन। र आज भ्लग चाहिँ यतिमै इन्ड गर्छु। अब भोलि भेटौँला है त ल।